हेलो गुड मर्निङ नमस्ते सबैलाई नमस्ते। अहिले म पोखराको फेवाताल लेक साइडबाट बोलिरहेको छु। सुमन पोखरेल आजको ताजा बिहानीको ताजा अवस्था यस्तो छ, हुसुल आएको छ, कुइरेल सबैतिर ढाकिएको छ। फेवाताललाई यसो हेरिदिनु होला। चिसो बढेको छ, चिसोसँगै रोगहरू पनि बढ्छ। यसो बच्नु होला, तातो पानीहरू युज गर्नु होला। आफ्नो केटाकेटीलाई विद्यार्थीहरूलाई बचाउनु होला, केयर गर्नु होला। बुढाबुढीलाई आफ्नो पनि केयर गर्नु होला। राम्रो चिजहरू खानु होला, ताजा ताजा चिजहरू, चिसो चिजहरू त्यति नखानु होला। म पनि मर्निङ वाक आएको बिहानै यस्तो छ। हेलो गाइज, प्लिज सब्सक्राइब माई यूट्यूब चैनल। हेलो गाइज।